सुरुवात गर्नुभएको छ र धेरैलाई अनुभव भइरहेछ कि अनुभूति भइरहेछ कि कतै यो अनुगमन चाहिँ देशभरि नै जाने हो कि भन्ने डर त्रास पनि हुनसक्छ। साँच्चै त्यही कारणले गर्दाखेरि गृह मन्त्रालयको सरले यहाँ आउनु भएको छ र उहाँले भन्नुहुनेछ र हामी चाहन्छौँ पनि। र अहिले मलाई यो विषय यहाँ आइरहँदाखेरि विभिन्न जिल्लाबाट म एकाको पूर्व अध्यक्षको नाताले र अहिले महासङ्घ अध्यक्षको नाताले धेरै साथीहरूले फोन गरेर यो अनुगमन त धेरै ठाउँमा चलिदियो भने एकचोटि सुदृढीकरण हुन्थ्यो कि भन्ने पनि उहाँहरूको आवाज उठेको छ। त्यही कारणले पनि यो आवाजलाई उहाँले इन्डोस गरेर 77 जिल्लामा यो अभियान जानेछ भन्ने मैले अनुरोध आग्रह पनि गर्दैछु। तर कतै हाम्रा व्यवसायहरू दुईटा कुराहरूमा अलिकति अन्यल परिरहेको छ। एउटा अन्यल केन्द्रबाट स्वीकृति हुनुभएको छ, शाखा सञ्चालन गर्नुभएको छ। यो कामले हुबहु कार्यान्वयनको पक्षमा पुगिसकेको छैन। त्यसकोलाई अलिकति ध्यान दिनु पर्ने हो कि दोस्रो जसले नवीकरणको रूपमा केही डकुमेन्टको कारणले अपुग भएको छ र दर्ताको प्रक्रियामा रहेका छन् तिनीहरूलाई पनि एकचोटि यसो ध्यान दिँदै हेरिदिने हो कि त्यो कुरा पनि म यहाँहरूको बिचमा राख्न चाहन्छु। र अब अहिले आएर यस क्षेत्रलाई नीति निर्माण हुने परिस्थितिहरू सिर्जना भएको हुनाले मैले दुईटा कुराको अनुरोध आग्रह गर्न चाहन्छु। लामो समयदेखि हामीलाई शैक्षिक परामर्श क्षेत्रलाई र शैक्षिक परामर्श क्षेत्रको आवासलाई विरुद्ध बनाउनको निमित्त हाम्रो हिजोका अध्यक्ष हुनुहुन्छ ईश्वर ढकालजी, जसले लामो समयदेखि उहाँहरूको एउटा शैक्षिक चेपत्रका सञ्जालले हामीलाई सहकार्य गर्दै अगाडि बढ्यौँ र फेरि पनि यो कुराहरू अगाडि बढेछौँ भने त्यसै गरी फेरि हाम्रो प्रकाश सुन्दरजी हुनुहुन्छ जसले राजशासन पनि हेर्नुहुन्छ, लगायतका धेरै मित्रहरू हुन्छ जसले लामो समय हाम्रो सहयोगको साथ पुर्याउनु भएको छ। अब एकचोटि तपाईँहरूको कलम शैक्षिक परामर्श क्षेत्र साँच्चै नै व्यवस्थित पारदर्शी पर्याप्त भएर एउटा बच्चाको भविष्य निर्माण गर्नको लागि त्यो सत्य छ भनेर कलम चलाइनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सधैँ यो क्षेत्र सिकियो ठगियो भन्ने रूपमा आज कतै गलतलाई कार्य भइरहँदाखेरि सही र लामो समय जमिन लगाएर आएका यी व्यवसायहरूको सम्मानमा व्यवसायमा आउँछ कि भन्ने खतरा र डर त्रासमा पनि हामी बसिरहेका छौँ। त्यही कारणले यी कुराहरू क्लियर गर्नको निमित्त आज यस भेला राखिएको, यस मन्त्रीतिर राखिएको र सरकार निकायहरूबाट जब आज हामी सुन्छौँ कुराहरू र भोलिको दिनबाट निर्धक्क साथ हाम्रा व्यवसायलाई सुचारू गरेर अगाडि बढ्नको निमित्त म अनुरोध र आग्रह गर्न चाहन्छु। र यदि तपाईँहरूलाई कुनै समस्या छ भने नेपाल शैक्षिक परामर्श व्यवसाय महासङ्घको महासचिव लगायतका 8 सङ्घका महासचिवको टास्क फोर्स बनाएको छन् हामीले। तत्कालीन तपाईँहरूको समस्यालाई त्यो महासचिवको समूहले तुरन्त क्यारी गर्छ र हामी सम्बन्धित निकायमा नेपाल प्रहरीसँग, गृह मन्त्रालयसँग, शिक्षा मन्त्रालयसँग, उद्योग मन्त्रालयसँग कहाँ आवश्यक पर्छ हामी तुरुन्तै त्यो कुराहरूको समस्या समाधान गर्नलाई अगाडि बढ्नेछौँ। त्यो कारणले हामीले महासचिव स्तरीय एउटा 9 जनाको 8वटा सङ्घ र महासङ्घले 9 जनाको एउटा समिति बनाएका छौँ। त्यो भावनाले तपाईँहरू कन्फ्युजन रहनुपर्ने अवस्थाहरू छैन। र दोस्रो कुराहरू सधैँ कन्सल्टेन्सीबाट ठगियो भन्ने आवाजहरू उठाइरहँदाखेरि मैले चाहिँ अनुरोध र आग्रह के गर्छु भने शैक्षिक परामर्श व्यवसायको लगानी सुरक्षित गर्नको निमित्त अब बन्ने नीतिमा राज्यले विद्यार्थीको भविष्य बर्बाद भयो भनेर हामीमाथि आरोप लगाइरहँदाखेरि यो कन्सल्टेन्सी 20औं वर्षदेखि यहाँ गरिरहँदा भागेर जान्छ भन्ने डरले धरोटीको कुरा उठाइरहँदाखेरि त्यो बदमास गर्ने विद्यार्थीलाई कारबाही चाहिँ केले गर्ने होला? जसले त्यो देशमा जान्छ, पढ्न सक्दैन, फेल हुन्छ, त्यहाँको नियमलाई उल्लङ्घन गर्छ र विभिन्न विकृति र विसङ्गतिमा लाग्छ, नेपाल फर्केर आउँछ अनि भन्छ मिडियालाई, अनि भन्छ पदाधिका हुजुरहरूलाई जान्छ कि मलाई कन्सल्टेन्सी ठग्यो। त्यो बेलामा पीडित त्यो विद्यार्थी हुन्छ कि पीडित त्यो कन्सल्टेन्सी हुन्छ जसले नेपालबाट विदेशमा जाने विद्यार्थीहरूलाई परामर्श मात्रै दिन्छ। परामर्श भनेको चिज यस्तो हो, एउटा वकिलले बहस गरिरहँदाखेरि त्यो मुद्दा हाल्दा जित्दा उसको बहसको शुल्क लिन्छ। एउटा डक्टरले औषधि उपचार गरिरहँदाखेरि त्यो बिरामी मर्दा वा बाँच्ला तर उसको आफ्नो पेसाको शुल्क लिन्छ भने हाम्रो व्यवसाय पनि ठ्याक्कै त्यही हो। हामी शैक्षिक परामर्श व्यवसाय हो, हामी उद्योग होइन। हाम्रो प्रडक्ट केही छैन। हामी विभिन्न देशका युनिभर्सिटी र कलेजहरूको विषयहरूलाई जनमानसमा विद्यार्थीहरूलाई हामीले सेयर गर्ने हो। त्यही कारणले एउटा विद्यार्थी एउटा अभिभावकको छोराछोरीलाई तिमी यति लाख रुपियाँ ल्याऊ म पठाइदिन्छु भनेर हामीले कहिले क्यास बोक्दैनौँ। हामीले त्यसमा केवल परामर्श दिए बापत 25,000
कतिपय ठाउँमा सेवा शुल्कको रूपमा 1 लाखसम्म लिने हाम्रो प्रावधान छ, आचार संहिता छ। त्यो आचार संहिता अनुसार हामी गरेका छौँ। त्यो कारणले गर्दाखेरि मैले अनुरोध र आग्रह के गर्न चाहन्छु भने हामीले विद्यार्थीहरूलाई ठग्ने त परिकल्पनै गर्न सकिँदैन, किनकि त्यो विद्यार्थीको अफ लेटर आउने बित्तिकै नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त या रुसी लिन्छ र एक क्याटेगोरीको ब्याङ्कबाट उसले आफ्नो खातामा पैसा पठाउँछ। अनि त्यो कन्सेसन कहाँ ठग्यो?